मन्त्रालयगत विनियोजनहरू आएको छ, हामी हेरिरहेका छौँ। डिजिटल कपी आएको छ, अझै चाहिँ हार्ड कपी आएको छैन। हेर्दा कस्तो देखिन्छ भने एउटा शीर्षकमा 3टा 4टा राखेको छ, पैसा 3 करोड राखेर 4टा प्रोजेक्ट भन्दा त्यो त 3 करोड। हेर्दा अङ्क प्लानिङमा यस्तो बठाइ गरेर रहेछ कि हेर्दा चाहिँ भने जस्तो कि त्यो 3 करोड छ अङ्क, यता 4टा प्रोजेक्ट भन्दा कसरी भयो त नि? त्यो त कसरी कार्यान्वयन गर्छ त नि? सङ्ख्या पनि घट्यो, 3 करोडमा पनि बस्यो, तर 3 या 4टा आयोजना राखिरहेको छ। त्यहाँ 3टा कार्यक्रम 4टा कार्यक्रम राखेको छ भने कसरी कार्यान्वयन हुन्छ? यस्तो खालको चलाकी देखिन्छ त्यहाँ। अर्कोतिर चाहिँ जस्तै सङ्घीय मामिला के अरे शहरी विकासमा जाँदा चाहिँ गत वर्ष पनि मान्यजीहरूको यहाँ केही लाज मान्नुपर्ने छैन। मान्यजीहरूको लागि के आयोजनाहरू 3वटा 5वटा 7वटा यसरी राख्नुहोस् भनेपछि त्यहाँ राखिया हो। अलिक सानो आयोजना भयो त्यसमा। यसपटक झन् त्योभन्दा यति वृद्धि भएछ। गत वर्ष 92 अरब थियो, यसपटक 118 अर्ब पुगेको छ। 28 अरब त यसै 26 अरब त यसै बढ्यो। प्लस सिलिङ साइड योजना आएको उपाय चाहिँ यही हुनुहुन्छ। 72 अरब जति थियो जस्तो लाग्छ सिलिङ। त्यताबाट हेऱ्यो भने 40-50 अरब नै किन बढ्यो? कसरी? प्रोजेक्ट ब्याङ्क भनेको त कसै त्यसको सिद्धान्त छैन त। तयारी भएको, सर्वे भएको, डिपिआर भएको, के भएको यस आयोजना भन्ने हुन्छ। त्यत्रो 50औं अरबका आयोजना कहाँबाट भन्दा खल्तीबाटै हो। त्यो त त्यसमा कार्यान्वयन हुन्छै हुँदैन भन्दा हुँदैन। भयो भने कसरी हुन्छ भने त्यसरी चाहिँ हस्पसमा त हुन्छ र करप्सनका चान्सहरू मिलोमा धेरै चिजहरू हुने हुन्छ। त्यो कसरी हेर्नुहुन्छ त्यो हेर्नु होला भन्ने मेरो सुझाव छ। त्यस्तो खालको चाहिँ स्थानीय र प्रदेशमा नहोस् कि त्यहाँ 3 करोडको सिलिङ पनि कार्यान्वयन छैन। अनि शहर विकास मन्त्रीजीसँग के भयो भने हामी यसो अलिक ग्रुपमै मानिने कुरा होइन, 3 करोड त होइन 25 लाखसम्म त परेको छ भन्नु उहाँले नै स्वीकार। त पछि हामी डिजिटल कपी हेर्दा त 1 लाखका 2 लाखका 5 लाखका छ्यापछ्याप्ती छन् भने यो विकृति कहाँबाट आयो? भनाइ एउटा गराइ अर्को हुँदा हामी त मन्त्रालय के अरे हामी हाउसमा त मन्त्रालय विनियोजन डिटेलमै गर्छौँ, तर यसरी हेर्दा पनि भनाइ र गराइ त न्यूनतम त मिल्नु पर्यो। विश्वसनीय, जवाफदेही र पारदर्शी पत्रकारिता सेतुमसी.com